ल सो नमस्ते टसिदिले कुखम छ अनि हामीले योभन्दा अगाडिको पहिलो भिडियोमा अ, वस्त्र यो कपडा चढाउने अर्पण गर्ने बेलाको अनि पाठ चाहिँ हामीले त्यो भिडियोको माध्यमबाट हामीले सिकेको थियौँ अनि त्यहाँमा हामीले उच्चारण कसरी गर्ने अनि त्यसको अर्थहरू हामीले बुझिसक्यौँ होइन अनि आजको भिडियोमा चाहिँ अब हामीले त्यसरी नै के सिक्नेछौँ भन्दाखेरि आज चाहिँ हामी तपाईँहरूले सधैँ लागिरहने गहना समटाइम्स तपाईँहरूले इयरिङ लाउने घाँटीमा नेकलेस अनि हातमा ब्रेसलेट लाउने अनि अथवा शिरमा लगाउने होइन अनि अथवा शिरदेखि खुट्टासम्म लाउने जुन पनि गहना हुन्छ त्यो पनि अब हामीले चढाउँछ अनि त्यो चढाउन पनि मिल्छ है अनि त्यो चाहिँ अब हामीले बुद्धलाई मूर्तिलाई छेटिन अथवा छेटिनभित्र हाल्ने जुङ जस्तो मूर्तिभित्र हाल्ने जुङमा पनि हामीले चढाउँछ त्यसरी नै आजकल मोडर्न जमानामा त अब हामीले आफ्नो टिचर गुरुहरूलाई गिफ्ट भन्छ नि होइन त्यो अर्थ उहाँलाई हामीले चढाएको नै त्यो अर्पण नै एउटा है ब्रेसले भयो एउटा माला भए पनि त्यो पनि गहनामै हामीले गनिन्छ होइन त्यो चढाउने बेला गहनाहरू तपाईँहरूले चढाउने बेला चाहिँ त्यो बेलाको पाठ पनि हामीले पढिन्छ अनि सधैँ अब लामा गुरुहरूले त पुरिरहेको हुन्छ तर अब जिन्द अब त्यहाँको सहनीय सौहरूले चाहिँ अब ध्यान हुन थाहा पनि हुँदैन बनेको पनि हुँदैन होइन सो अब गुरुहरूले त पाठ पढिरहेको बेला त्यहाँ पढिन्छ होइन सुङहरू हाल्ने बेला त्यो बेला सधैँ पढ्छ अनि स्पेसल आज चाहिँ गहना गहना अर्पण गर्ने बेलाको पाठ चाहिँ अनि हिजो अस्तिको जसरी नै आज पनि अनि गहना अर्पण गर्नेको पाठ चाहिँ पढ्न सिक्नेछौँ पहिलो सुरुमा अनि त्यसरी नै दोहोऱ्याउने उच्चारण कसरी गर्ने सिक्ने त्यो पछि अनि त्यो पाठको शब्दको अर्थ चाहिँ हामी बुझ्नेछौँ यो भिडियोमा आजको भिडियोमा अनि त्यसरी नै अब भिडियो अगाडि बढौँ ढिलो नगरी आज चाहिँ मैले थप के हालेको छ भन्दाखेरि नेपालीको अक्षर चाहिँ मैले यहाँ थपेको छ है अनि सधैँ हाम्रो सम्बोटाको अनि इङ्ग्लिसको मात्रै हुन्थ्यो अक्षर होइन तर आज चाहिँ नेपालीको थपेको छ किनकि अब हाम्रो भिडियोको माध्यमबाट सिक्नेहरूको लागि एकदमै सजिलो होस् भनेर किनकि कसैलाई अलिकति गाह्रो हुन्छ होला किनकि नेपालबाट नै सिकिरहेको कारणले अनि उहाँहरूलाई पनि एकदमै सजिलो होस् भनेर मैले नेपालको अक्षर यसरी थपेको छ है अनि तर मैले पहिलादेखि नै अब यति साह्रो म थाप्नलाई यति जोड चाहिँ गर्दैन किनकि भन्दाखेरि हाम्रो जुन चाहिँ उच्चारण भन्छ नि होइन टिबेटनमा सम्बोटा भाषामा जुन चाहिँ अब हामीले उच्चारण गर्छ त्यो चाहिँ एक्जिट नेपालमा उच्चारण गर्न सक्दैन किनकि अलिकति कुनै अशुद्ध आउँछ अनि त्यो कारणले चाहिँ म धेरै जस्तो हाल्दैन र म जोर पनि गर्दैन तर पनि अब आज चाहिँ हालेको छु किनकि अब सिक्नेहरूलाई अलि सजिलो नै होस् भनेर चाहिँ मैले यसरी हालेको छ है ओके अनि अब तपाईँहरूले अब नेपाली खास गरी नेपाली र इङ्ग्लिसमा हेर्नेहरू चाहिँ अलिकति ध्यान राम्रोसँग सुनिदिनु भन्ने अनुरोध गर्छु किनकि भन्दाखेरि अलिकति उच्चारण कसरी गर्दो रहेछ होइन शब्द त्यहाँ अर्कै भइहाल्यो भने उच्चारण अब अलि मिल्दैन है त्यसैले गर्दा कुनै अब जति उच्चारण बनाए पनि नमिल्ने क्या अनि त्यो कारणले चाहिँ मैले पढ्ने बेला तपाईँले अलिकति ध्यान दिएर सुनिदिनु है अब सुरु गर्छु है ग्याल वा छेन पी रङ जिन योलाई चाहिँ जिन भन्छ है रङ जिन गेन देन योलाई छिर गेन जेन दक गिस गेन पर मी छल yang
yang, rin, chen, gen, chok, full vase, draw, kun, geese, chen, pace, gen, pay, अब यहाँ सरी यहाँ के भएछ भन्दाखेरि गेन पे भएछ है आइएम रियली सरी यो चाहिँ पै है पा हो यो ए होइन पै है गेन पै कु छोक थोप पर शोक अनि यो चाहिँ हाम्रो धेरै शोक हुन्छ है यो शोक चाहिँ होइन शोक भन्नुपर्छ है शोक अब मन्त्र अब यहाँसम्म प्रार्थना भयो अब यहाँदेखि मन्त्र ओम बाजरा विश्व रत्न आलम कारा ये स्वाहा फिर एकचोटि दोहोऱ्याउँछु है ग्यालवा छेनपी राङसिन गेनदेन छिर गेनसेन दाकिस गेनपर मिछल याङ ग्रिनचेन गेनचोक फुलवेस ड्रोकुन गेस छेनपेस गेनपै कुछोक थोपर शोक ओम बाजरा विश्व रत्न आलम कारा ये स्वाहा भनेर अब यसरी अब हामीले उच्चारण गर्न सिक्यौं अब चाहिँ हामीले के जान्न छ अब के सिक्नेवाला छ भन्दाखेरि अब हामीले यो लाइनले के भन्दो रहेछ हैन यो लाइनले भन्न खोजेको अर्थ चाहिँ अब हामीले सिक्नुवाला छ है पहिला सुरुमा पहिला लाइनले के भन्दो रहेछ ग्यालवा छेनपे राङसिन गेनदेन छिर भनेको अर्थात बुद्ध र बोधिसत्वहरूको शरीर नै प्रकृति अलङ्कार प्रकृति घानाको लक्षणहरूले सजिएको छ अरे अनि गेनसेन दागिस गेनपर मिछाल याङ रे त्यसैले उहाँहरू चाहिँ प्रकृति गहना अलङ्कारहरूले सजिएको छ त्यो कारणले चाहिँ अन्य गहनाले सजाउन आवश्यक छैन अरे है तर पनि अब उहाँहरू त प्रकृति नै गहनाले सजिएको भएपछि चराउने त इम्पोर्टेन्ट छैन तर पनि अब हामीले किन चराउँछ भन्दाखेरि रिनछेन गेनचोक फुलवेस ड्रोकुन येस रे अब हामीले किन चराउँछ त तर पनि आवश्यक छैन तर पनि किन चराउँछ भन्दा यो लाइनले के बुझाउँछ भन्दाखेरि तर पनि बहुमूल्य गहना अर्पण गरेको पुण्यले चाहिँ के होस् भन्दाखेरि सबै प्राणीहरूले अथवा प्राणीहरूलाई चाहिँ के होस् भन्दाखेरि छेनपेस गेनपै कुछोक थोपर शोग्रे बुद्धहरूको लक्षणले सजिएको श्रेष्ठ है शरीर जस्तै हामीलाई पनि प्राप्त गर्न सकोस् भनेर चाहिँ हामीले पनि अनि यो अलङ्कार यो गहनाहरू चाहिँ अर्पण गर्न खोजेको चाहिँ
कारण यो हो रे। अनि अब यो मन्त्रलाई चाहिँ यो मन्त्रको अर्थ चाहिँ के बुझाउँछ भन्दाखेरि ओम वज्र विश्व रत्न अलम कार ये स्वाहा भनेको वज्र जस्तो सम्पूर्ण रत्नहरूद्वारा सजिएको अलङ्कार अर्पण गर्दैछु भनेर यो मन्त्रले यसरी बुझाउन खोजेको। ओके, अनि त्यसरी नै अब हामीले आजको पाठ पनि उच्चारण गर्ने अर्थहरू बुझिसक्यो। अनि त्यसरी नै यो अब यो यसको तपाईँहरूले ध्यान राख्नै पर्ने फेरि दोहोऱ्याउँदैछु होइन, यो पहिलो भिडियोमा मैले अन्तिममा भनेको थियो। अनि यो चाहिँ तपाईँले यो पढ्ने बेला ध्यान राख्ने बेलामा चाहिँ तपाईँहरू मन शुद्ध हुनु पर्यो, सुरुमा एकदमै मन शुद्ध हुनु पर्यो। अनि तपाईँहरूले जहाँ चराउँदैछ त्यहाँमा पनि तपाईँले लोभ लालच अब त्यो चराउने ठाउँमा पनि तपाईँको एकदमै त्यो ठाउँ चाहिँ राम्रो हुनु पर्यो र त्यो ठाउँमा तपाईँको मन पनि राम्रो हुनु पर्यो है। अनि त्यसरी नै के राम्रो हुनु पर्यो भने तपाईँको जुन पनि चराउने सामान छ त्यो चराउने सामान चाहिँ तपाईँको एउटा रिलेटेड राम्रो हुनु पर्यो, त्यसको सम्बन्धी राम्रो हुनु पर्यो। अर्थात् के हो भन्दा भन्ने खोजेको के हो भन्दाखेरि तपाईँले यो सामान चाहिँ चोरेको होइन, लुटेको होइन, त्यस्तो हुनु पर्यो। तपाईँको चोर लुटेर अनि अरूबाट ठगेर त्यस्तो नाफाको सामान चाहिँ हुनु पर्यो तपाईँको होइन, राम्रो तपाईँले एकदमै त्यो सामान पनि अब तपाईँले कामै नलाग्दो चाहिँदै नचाहिने बिग्रिसकेको त्यस्तो नभए अलिकति राम्रै सामान चाहिँ तपाईँले चलाउने कोसिस गर्नु। सो अनि यही हो मैले भन्न खोजेको यो 3टा शुद्ध चाहिँ तपाईँहरूलाई हुनैपर्छ यो पाठ पढ्ने बेला, अथवा यो तपाईँले वास्तविक रूपमा चलाउने भयो पनि अथवा तपाईँले मनमा कल्पना गरेर सोचेर चलाउने भइहाले तापनि यो 3टा शुद्ध चाहिँ जसरी हुनै पर्यो है। अनि ओके, त्यसरी नै यसरी भन्दै तपाईँले यो चाहिँ एकदमै ध्यान राखिदिनु होला। त्यसरी भन्दै यो भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहन्छु। ल सो नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय।